हेर्दा न्युरो जस्तो देखिने तर न्युरो चाहिँ होइन है साथीहरू। के होला त भनेर सोच्दै हुनुहुन्छ होला। यो चाहिँ हो डौरे। हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले बनाउँदैछु दौरेको अचार। यो चाहिँ पहाडमा पाउने गर्छ। हामीलाई चाहिँ कसैले आएको थियो, मैले चाहिँ हातले बनाउन च्याउन्छ भनेर मैले चाहिँ चक्कुले काटेर बनाएर मजाले पानीले पखालेर चाहिँ अब यसलाई म बफाउन जाँदैछु। बफाउनको लागि चाहिँ ग्यास बालेर अब कराही बसालेर पानी हालेँ, त्यसमाथिबाट फेरि दौरे हालिदिन्छु। काटेको जति सबै डौरे हाल्दैछु। जति पनि अचार बनाउन चाहिन्छ त्यही हिसाबले लिनु होला तपाईँहरूले पनि है। यो चाहिँ हल्का न्युरोभन्दा मोटो हुन्छ र ठुलो पनि हुन्छ नि त। त्यो अचार बनाउँदाखेरि चाहिँ बफाउनु पर्ने हुन्छ र यसरी पानीमा डौरे हालेर बेसार पनि हालिदिनु होला। अनि साथसाथै तपाईँहरूले नुन पनि हाल्नु होला। अनि नुन हालिसकेपछि चाहिँ यसलाई मजाले मिक्स गरिदिनु, मजाले चलाइदिनु, चारैतिर बेसार पनि लागोस् होइन। अनि त्यसपछि ढाकेर यसलाई चाहिँ 10-15 मिनट जति बफाउनु होला। हल्का हार्ड हुन्छ नि त, त्यही भएर यसलाई चाहिँ बफाउनु पर्ने हुन्छ। अनि बफाएर भइसकेपछि चाहिँ मैले अब यसको लागि मसला बनाउन जाँदैछु। यो चाहिँ हो भाङलाई चाहिँ मजाले भुट्नु होला तपाईँहरूले पनि। अनि यसरी पड्किन्छ क्या, यो पड्केपछि चाहिँ यसलाई मजाले खनाउनु होला। मैले चाहिँ हेर्नु के लिँदैछु भन्दा लसुन, तिमुर, खुर्सानी, नुन अनि भाङ कस्तो मजाले पड्किरहेछ। यो चाहिँ मैले पिसिसकेको है। अनि फेरि अब चाहिँ मैले यहाँ के गर्दैछु त, तेल खराउँदैछु। यो चाहिँ तोरीको तेल हो, हल्का बेसी खराउनु पर्छ, यसरी धुवा निकाल्दैछु मैले चाहिँ। अब यसमा चाहिँ मैले मेथी फुराउन जाँदैछु। मेथीलाई चाहिँ मजाले फुराउनु होला, कालो गरुन्जेलसम्म। अनि त्यसपछि फेरि त्यसमा बेसार हालेर मिक्स गरिदिनुहोस्। अनि मैले चाहिँ यहाँ अचार बनाउनको लागि रेडी गराइसकेको थिएँ दौरे। अनि त्यसमाथिबाट हाल्दैछु। आलु चाहिँ खोइ भन्नुहुन्छ होला, आलु चाहिँ तल छ है। अनि यो चाहिँ मसला हो मजाले पिसेको, खनाए साथीहरू। अनि अब फेरि चाहिँ के गर्दैछु, चुक हाल्दैछु। यो चुक चाहिँ पहाडबाट लिएर आएको थियो कि, तर यो चाहिँ खासै त्यस्तो अमिलो चाहिँ छैन, त्यही भएर मैले चाहिँ अलिक धेरै नै हालेछु। तपाईँहरूले चाहिँ कति अमिलो खानुहुन्छ त्यही हिसाबले हाल्नु होला ल। अनि मैले चाहिँ अब चुक हालेर भइसकेपछि चाहिँ काटेको प्याज हालिदिएँ। प्याज चाहिँ अब तपाईँहरूलाई मनपर्छ भने हाल्दा हुन्छ, मन पर्दैन भने चाहिँ नहाले पनि केही हुँदैन। र मैले चाहिँ सबै चिज हालेपछि चाहिँ मिक्स गरिदिएँ। आलु तल थियो क्या, अनि मजाले मिक्स गरिदिएँ आलुहरू। अनि दौरे प्याज सबै चारैतिर लाग्ने गरेर मिक्स गरेँ। र अब देख्न सक्नुहुन्छ यो चाहिँ हो फाइनल दौरेको अचार। तपाईँहरूले पनि गरेर ट्राई गर्नु होला। बाई बाई साथीहरू।